सुट है यहाँसम्म चाहिँ म ठिक्क आएको छु होला ब्ल्याकेट्सहरू पनि छ म चाहिँ अब भक्ति भावना आँखामा चाहिँ टल्किरहेको छ है यो चाहिँ फर्स्ट अफ अल हामी चाहिँ इन्चेन्टै गरौँ न जे सिकिरहेको छौँ हरे कृष्ण 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 हरे 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 राम 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 हरे राम फर्स्ट डे एट स्कोन साँच्चै भन्नुपर्दा चाहिँ सेकेन्ड डे फर्स्ट चाहिँ म यहाँ मन्जरीमा गएँ त्यसपछि चाहिँ मेन टेम्पल एट स्ट्रिट नम्बर 5 लेक साइडमा चाहिँ म फर्स्ट टाइम गएँ आज चाहिँ एउटा नौलो त नहुनु थाहा थियो मलाई त्यस्तै हुने भएर चाहिँ इट्स अ कल्ट होइन अभियसली अब धर्म भनेको एउटा धर्मको म चाहिँ आफूलाई एमआर भनेर रिप्रेजेन्ट गर्दाखेरि चाहिँ यही मन्जरमा चाहिँ मलाई चाहिँ उनीहरूले चाहिँ आफैले चाहिँ प्रभु सायद मेन चाहिँ मान्छे म त राम्रोसित भन्न पनि जान्दिनँ मेन चाहिँ उहाँले चाहिँ म चाहिँ जिआर हो भन्नुहुन्छ गड्स रिप्रेजेन्टेटिभ हेर्ने हो भने चाहिँ यो चाहिँ एउटा बिजनेसै भनौँ न है बिजनेस टाइपकै जस्तो भइसकेको छ तर मलाई चाहिँ एक्सप्लोर मात्र गर्न छ यसको लागि चाहिँ भित्र के छ भने मलाई ट्रुथ चाहिँ थाहा छ सेल्फ भनेको सोल के हो भन्ने मैले चाहिँ सानैबाट चाहिँ आफूले चाहिँ म के हो म को भन्ने डिस्टर्ब गरेँ ल्याएर मैले चाहिँ स्कुल यसै किन इन्टर गरेँ भन्दाखेरि चाहिँ अब मेन त अब रेस्टलेसनेस नै हो आफ्नो अनकन्सियस के भनेको मैले यो शब्द अनकन्सियस होइन कि आफ्नो शब्द पनि थाहा छैन हौ मलाई एन्जाइटी होइन लोनलीनेस समथिङ अब सबैभन्दा अनह्याप्पिनेस मेन भनेको त्यहाँ ह्याप्पिनेस पाउन जाने हो अरे पहिला सुरु भगवान्ले हामीले चाहिँ पहिला हामी चाहिँ भगवान्सँगै थियौँ अरे र भगवान्को ईर्ष्या गर्न लाएर चाहिँ भगवान्ले चाहिँ आफैले टेस्ट गरेर नि त भनेर चाहिँ उहाँबाट चाहिँ हामीलाई यहाँ पृथ्वीमा पठाएको अरे क्या आफ्नो इच्छा आकाङ्क्षाको कुरा गर्नलाई अब यस्तो भए टेस्ट किन गर्नुपर्छ र सबै इक्वल भइसकेपछि किन दुःख दिनुपर्छ उहाँलाई भेटाउनखेरि होइन हामीले किन त्याग नै गर्नुपर्छ भन्ने टाइपको मेरो मनमा छ म चाहिँ अब कम्प्लिटली अब एथिस्ट पनि होइन तर हिन्दुइजम फलो गरे पनि अब भगवान् छ र भन्ने टाइपको क्वेसन गर्ने मान्छे होइन पहिला सुरु यो मालाकै बारेमा यो चाहिँ गिफ्ट अफ बर्थडे लिएको 150 रुपिस पर्दो रहेछ त्यहाँ चाहिँ तिनीहरूले बुक चाहिँ मैले 500 रुपिसमा लिएको छु भागवत गीता फर्स्ट अफ अल बुक भन्ने बित्तिकै याद आयो यो अथरको बुक किन्नुपर्छ भनेर हाम्रो क्याम्पसहरूमा भन्छ नि त अरू अथरको काम लाग्दैन तिनीहरूले पनि त्यही भनेर यथारूप बेसिकली जिस चाहिँ एउटै हुन्छ होइन तर उनीहरूले चाहिँ हाम्रो चाहिँ यो फलो गर्छ भनेपछि यही नै सत्य हो यथारूप अरूहरूले चाहिँ कसरी भन्छ तर यसमा चाहिँ एक्ज्याक्ट नलेज चाहिँ योबाट पाइन्छ भन्दाखेरि चाहिँ एकदम मार्केटिङै भइरहेको छ त्यहाँ होइन अनि त्यहाँ चाहिँ सबै चाहिँ ब्रेन वास छ क्या तर राम्रो चिजमा ब्रेन वास छ होइन तर सानो कुराहरू त प्रभुजी जुन स्पिकरले कुरा गर्छ नि सानो मलाई हाँसै नलाउने कुरा उनीहरूले मजाले हाँसिरहेको थियो कि सायद म बिलिभ नगर्ने भएर हो कि त्यहाँ घुलमिल हुन नसकेर हो कि मलाई चाहिँ अन्नेसेसरी लाफ के हुन्छ नि केपी ओलीको पछाडि भरोटेहरू होइन पुरा ताली मारेर राखेको हुन्छ नि युजलेस कुरामा पनि त्यस्तो फिल भइरहेको थियो यति डिपली चाहिँ मैले नभनेमा हुन्थ्यो होइन तर म त्यो इन्भाइरोमेन्टमा पहिला सुरु मलाई चाप्लुसी गरेको मन पर्दैन होइन सायद त्यो गुरु भक्तमा चाप्लुसी निड छ कि छैन नलेज देखावटी टाइपको बढी लागिरहेको थियो मलाई चाहिँ अब म चाहिँ पुरा खेदो खन्ने जस्तो तर मैले खेदो खन्न चाहिँ खोजेको होइन म चाहिँ एक्सप्लोर गर्न खोजिरहेको छु यो चाहिँ अब इङ्ग्लिस बोल्न आएन अब मैले चाहिँ यो बुझेँ भने चाहिँ कि त म यो कम्प्लिटली एक्सपोज गरेर छाड्छु कि त कम्प्लिटली विदिन इट सेल्फ के म चाहिँ यसमै डुबेरै पुग्छु होला सायद यो चाहिँ मेरो न्यू एक्सपेरिमेन्टेसन हो अनि गड्स पाथ चाहिँ हुँदो रहेछ भन्ने मैले चाहिँ कसरी थाहा पाएँ भन्दाखेरि चाहिँ मन्जरी भनेको चाहिँ मेरो घर आडामै थियो यो चाहिँ 2 इयर्स भएर यो चाहिँ मन्जरी उस भएको त्यहाँ चाहिँ स्कुलहरूको आउँदो रहेछ कार्यक्रमहरू गरिराख्दो रहेछ तर म त्यहाँ कहिले छिर्छु होला भने सोचिरहेको थिएँ तर गड भएर नै होला सायद होइन उनीहरू किताब बेच्दै आएर थियो र यहाँ प्रोग्राम भएको छ भनेपछि म 2 वर्षपछि त्यहाँ
पुग्नुको कारणै त्यो कृष्णको उसमा पुगेँ कि म भनेपछि एउटा बाटो देखाएको हो कि भने जस्तो लाग्यो। र सेकेन्ड टाइम चाहिँ आज भयो के फेरि रियलाइजेसन के भयो भन्दाखेरि स्ट्रिट नम्बर 5 मा कुमारी होटल भन्ने छ, जहाँ हाम्रो चाहिँ म चाहिँ जुन एमआर गर्छु नि त्यतिखेर त्यहाँ चाहिँ हाम्रा कम्पनीबाट चाहिँ म्यानेजरहरू त्यो होटलमा आएर बस्छ। त्यही इन्ट्रेन्समा होटल र त्यो इस्कनको टेम्पल रहेछ, मैले आजसम्म देखेको पनि थिएन क्या। अनि आज एक्कासी रियलाइजेसन भयो कि गड्स पाथ पक्कै पनि छ र गड्सले बोलाउनु भएको होला भनेर त म त्यहाँ पुगेँ होला नि त भन्ने मलाई रियलाइजेसन भयो। मैले कसरी एक्सप्लेन गरेँ कि गरेर मलाई थाहा छैन, तर मैले भन्न खोजेको कुरा चाहिँ एउटा डेस्टिनी चाहिँ हुँदो रहेछ क्या। त्यहाँ पुग्नको लागि एउटा सर्टन राइट टाइम हुँदो रहेछ, राइट प्लेसमा पुग्न चाहिँ केही न केहीको बुलावा चाहिँ हुनै पर्दो रहेछ कि। यत्तिकै नपुग्दा त्यो बाटोमा 100 चोटि हिँडेको त्यही पनि मैले देखेको थिएन कि इस्कन टेम्पल कहाँ भनेर साथीले सोधिरहेको थिएँ। साथी चाहिँ पहिल्यैबाट गइरहेको छ होइन। अनि त्यहाँ चाहिँ मैले के भन्छु भन्दाखेरि सायद सबै कुरा भनिसक्यो होला, मैले पोइन्ट बनाएर भन्छु भन्दा दे वर सेइङ सेम थिङ अगेन एन्ड अगेन रिपिटेडली। अब युट्युब जोक्सहरू पनि फेसबुक जोक्सहरू पनि पुरा कथा बनाएर एभ्री कुरामा चाहिँ जङ्गलमा ब्राह्मण मतलब रिप्लेस गरिरहेको थियो कि वर्ड्सहरूलाई चाहिँ। मलाई त्यस्तो लागेको हो कि त्यहाँ त्यो सरल बन्नलाई हो कि के हो। अनि त्यहाँ पछि युथ्सहरूलाई एकदम टार्गेटेड, युथ्सहरू एकदम फ्रस्ट्रेटेड हुन्छ नि त लाइफमा के गर्ने कसो गर्ने। अनि इन्टोक्सिकेसन डिस्ट्र्याक्सनबाट एकदम जुझिरहेको बेलामा चाहिँ एकदम एट्र्याक्ट गर्न सजिलो कल्ट एक्सप्यान्ड गर्न चाहिँ एकदम सजिलो टार्गेटेड ग्रुप रहेछ युथहरू। त्यहाँ म्याक्सिमम् युथहरू नै थियो र यस्तो तरिकाले डिजाइन गरेको छ कि एस्थेटिकली के त्यो युथ्सहरूलाई फोटो खिच्न अनि त्यसो इन्भाइरोमेन्ट सुदिङ त्यस्तो बनाएको। अनि एकदम फोकस नै युथहरूलाई। त्यहाँ चाहिँ एउटा रिजिड सिस्टम छैन क्या। अब यो व्रत बस्नुपर्छ अनि त्यहाँ मेन भिजिट गर्नुपर्छ, यो सेतो कपडा लाउनुपर्छ, केही छैन। मासु खाए पनि हुन्छ, विश्वास गर्ने भए गर। अनि सिम्पल तरिका छ कि मान्छेलाई कहिले पनि बाँध्न सकिँदैन भन्ने यिनीहरूले ट्याक्क बुझेको छैन मार्केटिङ के। मैले यो मालाको बारेमा भन्छु भने चाहिँ मैले बिर्सेछु है, फेरि म भन्दै गर्छु। मान्छेलाई बाँधेर राख्न सकिन्न। अनि कलियुगमा सिम्पल वे अफ गेटिङ गड चाहिँ इन्चेन्टिङ हिज देयर नेम। सिम्पल तरिकाले पनि गड पाउन सकिन्छ भनेपछि कसले बुझ्दैन त नि। अनि त्यहाँ बेसिकली हुने भनेको चाहिँ एकदम रिपिटेडली त्यो हरे राम हरे कृष्ण 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 हरे राम। यो गीत चाहिँ यस्तो मजाले गाउँछ कि फ्रस्ट्रेसन पोख्नु भनेको मेन एकदम इजी वे भनेको चाहिँ साउट गर्ने हो। त्यहाँ चाहिँ हामी घरमा पनि साउट गर्न पाउँदैन अनि त्यो ग्रुप हामीले कतै पनि पाउँदैन कि। अहिले त झन् म्याक्सिमम् मान्छेहरू बार पास गर्ने बित्तिकै बाहिर गइसक्छ। बाहिर गएपछि चाहिँ अनि यहाँ एक्लो हुन्छ। अनि एक्लो हुँदाखेरि चाहिँ नचिने पनि एउटा ग्रुपमा बसेर गीत गाउँदाखेरि चाहिँ यस्तो मलाई नै खुसी लागिरहेको थियो। म चाहिँ अब आफै गीत गाइराख्ने मान्छे होइन, गीत गाइराख्ने मान्छे भएर पनि त्यहाँ यस्तो त्यो म्युजिकमा डुब्दाखेरि चाहिँ त्यहाँ ह्याप्पिनेस पाएको चाहिँ भान चाहिँ हुन्छ। भान चाहिँ होइन, ह्याप्पिनेस पाउने तरिका नै त्यही हो। तिनीहरूले चाहिँ यस्तो मजाले डिजाइन गरिरहेको छ कि तिनीहरूले चाहिँ ओरिएन्टेसन पनि लियो होइन। फर्स्ट टाइम आउने भिजिटरहरूलाई चाहिँ ओरिएन्टेसन पनि रहेछ। अनि दे वर सो मच प्रिपेयर्ड कि फर द एभ्री क्वेसन तिनीहरूले एउटा आन्सर पहिल्यै प्रिपेयर थियो कि पुरा एउटा पावर पोइन्ट बनाएर कुन क्वेसन आउन सक्छ भने एक्सप्लोर भइसक्यो नि त अहिलेसम्म। त तिनीहरू त कहिलेबाट सुरु भएको मलाई थाहा भएन, एक्ज्याक्टली थाहा भएन। तर तिनीहरू एकदम प्रिपेयर कि जसरी हामीले मार्केटिङ गर्न जाँदाखेरि डक्टरले यो क्वेसन सोध्न सक्छ है, डक्टरले यो भन्ने भनेर पुरा प्रिपेयर गरेर ट्रेनिङ गरेर पठाउँछ नि। तिनीहरूलाई पनि त्यसरी नै राखिरहेको थियो। युथ्सहरू नै थियो टार्गेटेड ग्रुप भनेको। स्कुलको चाहिँ युथ नै रहेछ। कसरी म्यानेज गरिरहेको छ त्यो म एक्सप्लोर गर्नेछु होइन। अनि बेसिकली यो चाहिँ इन्चाइन गर्न चाहिँ 108 बिट हुन्छ अरे होइन। सेन्स अफ एकम्प्लिसमेन्ट भन्छ कि यो चाहिँ फिनिस भयो है भनेर 108 चोटि यत्तिकै त्यो मन्त्र जप भन्दाखेरि कसैले पनि त्यो टिक्न सक्दैन। तर जब हामीले हुन्छ नि एकचोटि भन्यौँ, दुईचोटि भयौँ, यो रिमाइन्डर हो कि एकचोटि भयो भनेर। यो चाहिँ फेसबुक नभनौँ, स्न्यापच्याटमा स्ट्रिक दिन्छ नि। स्न्यापच्याटमा स्न्यापच्याटमा के हुन्छ भन्दाखेरि डेली पठाएको चाहिँ स्ट्रिक आउँछ कि मैले यति दिन गरेँ भनेर रिमाइन्डरको। यो ग्लोबली प्र्याक्टिस उस होइन।
यो चाहिँ हामीले चाहिँ यतिचोटि गऱ्यो भनेर ट्याक्क रिमाइन्डर गर्छ नि। यो भ्याइयो भनेपछि सेन्स अफ एकम्प्लिसमेन्ट भन्नुहुन्छ कि मान्छेलाई चाहिँ कि ल मैले यो गरेँ मैले। अनि यतिन्जेलसम्म 15 मिनट लाग्दो रहेछ मन्त्र चाहिँ। एउटा उसमा चाहिँ हरे यो चाहिँ यहाँबाट सुरु हुन्छ। एउटा बिटमा चाहिँ हरे राम हरे कृष्ण 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 हरे राम। यो सबै 108 बिट कम्प्लिट गर्दा चाहिँ 15 मिनट लाग्दो रहेछ क्या। 15 मिनट अफ डिस्ट्र्याक्सनबाट हटाउनु भनेको त एउटा टुल मात्र हो। तर टुलले इफेक्टिभली काम गर्नु भनेको चाहिँ हाम्रो चाहिँ एटेन्सन यस्तो रहन दिन्छ कि हामी गडसँगै भेटिसक्यौँ कि जस्तो फिल पनि गराउँछ क्या। मतलब मलाई चाहिँ भएको छैन होइन, तर नर्मली पिपलहरू चाहिँ आँखा बन्द गरेर एउटा डिभाइन काम गरेछ भनेपछि यत्तिकै ह्याप्पिनेस हुन्छ होइन। जो भगवान् भएर पनि हुनसक्छ, तर यो चाहिँ एउटा मार्केटिङ भनौँ कि एउटा डिजाइन तरिका हो कि यो। एकदम दिमाग लगाएर मान्छेलाई म्यानिपुलेट गर्ने पुरा ब्रेन वास छ प्रभु भनेर। अब मलाई चाहिँ एकदम लोकाचार मैले त मुखमा पनि भन्थेँ एउटा उसको होइन, प्रभु भनेर पुरा कुरा गरिराख्ने। आइस्यो गइस्यो 81 कहाँको मान्छेलाई कस्तो दुनियाँको मान्छेलाई प्रभु भन्दाखेरि त हाँसै लाग्दो रहेछ। फेरि सुट गर्न भाइ आएको थियो होइन। म कहाँ थिएँ भन्दाखेरि एकदम ब्रेन वास छ क्या सबै त्यहाँ। अब कल्टको कामै ब्रेन वासै गर्ने हो, नत्र भने तिनीहरूले दास बनाएको कसरी थाहा पाउँछ त नि। अब आइज यहाँ भोलिन्टरी काम गऱ्यो भने कसैले पनि मान्दैन, तर यो भगवान्को लागि भनेपछि अभियसली हिन्दू चाहिँ आँखा चिम्लेर मनबाट हृदय खुल्ला पारेर जान्छ। एउटा डिजाइन वर्क हो। अब त्यत्रो मान्छेलाई एकैचोटि सबै खेदो खन्न त नसके। अहिलेको एपिसोडमा चाहिँ एपिसोड नभनौँ, अहिलेको भिडियोको लागि चाहिँ यति काफी हुन्छ होला जस्तो लाग्छ। त्यही पनि म पनि ट्राई गर्नेछु। मैले आफूमै चेन्ज आएछ भने थाहा पाउनुहुन्छ यो च्यानलबाट। र सायद 108 बिट यो चाहिँ होइन अरे होइन, यो चाहिँ मेन हो अरे। यो चाहिँ मेन हो अरे। यहाँ पछि 10 हो कि म गन्छु है। 1 होइन चोराउँदा नगर्ने रे फेरि कसरी गर्ने त नि। 1 2 3 4 5 6 7 8 9 10 900 1 2 3 4 5 6 7 8 यो चाहिँ मेन। यो एक्सक्लुड गरेर चाहिँ यो टोटल 108 बिट हुन्छ यहाँ चाहिँ होइन। दिस इज जस्ट सेन्स अफ कस्तो नआएको यो शब्द एकम्प्लिसमेन्ट। एउटा कार्य पुरा भएको सेन्स गराउने टुल मात्र हो यो चाहिँ। डिसिप्लिन एटेन्सन चाहिँ एक ठाउँमा एकदम केन्द्रित सेन्टर यहीँ नै हुन्छ कि हाम्रो काम चाहिँ। हामी चाहिँ भड्किनु पाउँदैन कि यो गरिरहेछ भनेपछि यो लेभल अप भएको गेमको लेभल बढे जस्तो हो कि यो चाहिँ। जस पहिलाबाटै अब पुरातन धर्म भनेको एकदम डेभलप्ड साइन्स हो होइन। अहिलेसम्म बुझ्न नसकेको नासाहरूले पनि युज गर्ने भनेर भन्छ होइन। कति कुरामा त ठुलो पल्टिन भन्छ यिनीहरूले। हिन्दुइजम पनि पुरा अब अल्लाहले पनि म यति समर्पित भयो, जिजसले पनि म नै सब थोक हो, हिन्दूले पनि म नै सब थोक हो, म हो, म तिमीलाई आनन्द हुन्छ सबैले भन्छ होइन। मलाई त एकचोटि त के लागिरहेको थियो भने जब सबै त्यही पुग्नु छ त सबैले एकचोटि च्याट काटेर पुऱ्याइदियो। किन यहाँ स्ट्रगल किन गर्नु परिरहेछ र सब अन्त्य नै त्यही भन्छ बिचमा किन। यसको नि आन्सर पाउँछ होला बाइ द वे, मैले पढेर या बुझेर भन्छु होला। तर अहिलेको लागि चाहिँ एकदमै पर्फेक्ट गाई फर एक्सप्लोरिङ के भन्छ कल्ट अफ कृष्ण। कल्ट नै भन्छु म चाहिँ, जतिसम्म मैले बुझ्छु यो चाहिँ कल्ट नै हो भन्ने मलाई थाहा छ होइन। ओसो अनि के भन्छ रामदेव ओसो र के भन्छ के थियो सबै यिनीहरू चाहिँ धन्दा। यति नराम्रो शब्द त नबोलौँ, तर हुन चाहिँ त्यही हो। यिनीहरूले चाहिँ कसरी मार्केटिङ, कोही चाहिँ राम्रो भनेर मार्केटिङ गरिरहेछ, कोही चाहिँ ल आजको लागि यति नै। तर इस्कनको त्यो दिन चाहिँ एकदम राम्रो भइरहेको छ आजसम्म, मलाई ठिक लागिरहेछ। लेट्स चाहिँ म कहिलेसम्म जान्छु। म भड्किराख्ने मान्छे हो, तर यसको पावर हेरेरमा यहाँ टेन्सन कतिको चेन्ज हुन्छ। म चाहिँ एकदम र मान्छे हो होइन। एक्सप्लोर गर्छु, कि त एक्सपोज हुन्छ कि त म नै चेन्ज भएर इस्कनको एउटा रेगुलर गाई हुनेवाला छु होइन। ल आजको लागि यति नै। थ्याङ्क सो मच। होइन लास्टमा हरे राम हरे कृष्ण 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 हरे 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 ल
यतिसम्म पाएपछि मलाई त्यो गीत त्यत्रो दिनभरि गाएर फेरि एकचोटि लास्ट है हरे कृष्ण 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 हरे सरी हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे थ्याङ्क सो मच हरि बोल जय श्री कृष्ण यो त हिन्दी सिरियलको जस्तो भयो के भन्ने हरे कृष्ण